रातको समय ठ्याक्कै 12 बजेको थियो। गाउँको शमशान घाट नजिकैको बाटोमा एक्लै हिँड्ने हिम्मत गर्ने कोही थिएनन्। हावाले रुखका पातहरू हल्लाइरहेको थियो। कतै टाढा स्याल कराउने आवाजहरू आइरहेको थियो। तर म त्यहाँ जान बाध्य थिएँ। मेरो साथीहरूले चुनौती दिएका थिए कि यदि तँ साँच्चै निडर छस् भने शमशान गएर त्यहाँको पुरानो चिहानमाथि फुलेको रातो गुलाब लिएर आइज। मैले हाँसेर स्वीकार गरेको थिएँ। तर अहिले शमशानको गेटमा उभिँदा मेरो रगत चिसो हुन थाल्यो। भित्रपट्टि घुम्म बादल थियो। हल्का कुहिरोले चिहानहरू ढाकेको थियो। एक कदम अघि बढाएँ चिहानहरूको बीचबाट बाटो खोज्दै। त्यही बेला मेरो आँखा एउटा पुरानो चिहानमा गयो। चिहानमाथि कोही बसिरहेको जस्तो देखिन्थ्यो। मैले राम्रोसँग हेरेँ। त्यहाँ वास्तवमै सेतो कपडामा छोपिएकी केटी थिइन्। उसले बिस्तारै टाउको उठाइन्, मलाई हेरी। मेरो रौँ ठाडो भयो। तिमी को हौ? मेरो आवाज काँप्यो। उसले हल्का मुस्काइन् अनि भनी, तिमीलाई यही गुलाब चाहिएको होइन र? म एक कदम पछाडि हटेर त्यो केटीलाई कसरी थाहा भयो? उसले रातो गुलाब टिपेर आफ्नो हातमा लिएर अघि बढिन्। लिऊ, तर यसको बदलामा के दिन्छौ? मेरो हात पसिनाले भरिएको थियो। म त्यो गुलाब लिन जाँदै थिएँ, तर अचानक उसको आँखाको रङ कालो भयो। अनुहारमा डर लाग्दो मुस्कान फैलियो र एकछिनमा ऊ गायब भई। म भुतुक्कै परेँ। त्यो गुलाब भने चिहानमाथि झरेको थियो। मैले डराउँदै गुलाब उठाएँ। त्यसै बेला पछाडिबाट एउटा चिसो सास फुस्कियो। अब त मेरो भइस। मेरो मुटु रोकिएला जस्तो भयो। गुलाब मेरो हातमा थियो, तर त्यो एउटा सामान्य फूल जस्तो लाग्दैन थियो। उसको पखुडीमा हल्का रक्तस्वर्णको आभास थियो र उसको सुवास एक अनौठो डरलाग्दो सुवास थियो जसले मेरो शरीरलाई शिथिल बनायो। मैले गुलाब आफ्नो हातमा कसरी समातिरहेको थिएँ भन्ने कुरा बुझ्न सकिन। अचानक शमशानको शान्त वातावरण भत्कियो। अन्धकार छायामा मैले सुन्यो एक सानो आवाज जस्तो कोही हल्का हाँसिरहेको होस्। मैले मुडेर हेरेँ, तर त्यहाँ केही थिएन, केवल चिहानहरू र पुराना मठहरूको जंगल थियो। तिमीलाई थाहा छ, म शमशानमा रात बिताउनको लागि सधैँ सोचिरहेको थिएँ, तर यो जस्तो डर अहिलेसम्म मलाई कहिल्यै लागेको थिएन। मलाई लाग्यो मेरो कदम अघि बढ्न सकेन। म अगाडि जान सकिरहेको थिइनँ। तर त्यही बेला एउटा अजीब आवाज आयो, तिमीले मेरो गुलाब चोर्यौ, अब तिमीलाई मेरो हुनेछौ। मेरो शरीर बिस्तारै थरथर काम्न थाल्यो। मैले गर्दन घुमाएर हेरेँ र त्यहाँ अन्धकारको बीचबाट ती पहेँलो आँखा देख्न थाले। त्यो केटी जसलाई मैले चिहानमाथि देखेको थिएँ अब मेरो अगाडि खडा थिइन्। उसको शरीर लगभग पारदर्शी थियो, जसले शुद्ध भएको आभास दिलाइरहेको थियो। उसको अनुहार झर्केको थियो। अनुहारमा चोटका चिन्हहरू थिए र आँखामा एक घना कालो लोहालो फैलिएको थियो। तिमीलाई थाहा छ कि यो गुलाब केवल जीवितहरूको लागि होइन, यो गुलाब मसँग बलिदान माग्छ, उसले भन्न थाली। मेरो दिल धड्किरहेको थियो र मेरो आवाज हरायो। तिमी मेरो गुलाब छोडेर जान चाहन्छौ भने म तिमीलाई गुमाउँछु। यसको बदला लिन म तँलाई आफ्नो संसारमा ल्याउँछु, ऊ भनिरहेकी थियो। मैले डर र चिन्तामा गहिरो सास लिएँ। के म साँच्चै त्यसका जालमा फस्ने छु? म भित्र जाने प्रयास गर्दै थिएँ, तर एक अजीब चिसो हावाले मलाई तान्दै गयो। मलाई थाहा थियो अब म केवल एक कदम पछि फर्केर मात्र जान सक्थेँ, तर त्यो केटीले मलाई गुम्न दिन्न। तिमी मेरो साथ आऊ र यो गुलाबको साँचो अर्थ बुझ। ऊ फेरि मुस्काई र म त्यहाँ चुपचाप उभिरहेको थिएँ, कुनै उपाय बिना। केटीको आँखामा सापेक्षको निराशा र अनन्त पीडा थियो। मेरो हातमा रहेको गुलाबको पंखुडीले मेरो मुटु थप जोरले धड्कन थाल्यो। मलाई एक किसिमको भयंकर तनाव महसुस भएको थियो, जसले मेरो शरीरलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको थियो। तिमीलाई मेरो साथ आउनै पर्छ, उसले फेरि भनिन्। यसपालि उसको आवाज बढी गम्भीर र डरपूर्ण लाग्थ्यो। तिमीलाई यसको भागीदार बन्नुपर्छ र यदि तिमी मसँग यस रातको अन्धकारमा नपुगे भने तिमीलाई कहिले छुट्न दिँदैनन्। मैले निडरले थरथर काँप्दै गुलाब हातबाट छुटाएर त्यसलाई चिहानमा फ्याँक्ने प्रयास गरेँ, तर अचानक गुलाब मेरो हातमा जस्तै भौतिक रूपमा थिएनन्। यो फूल हावा हुँदै उड्न थाल्यो र एक चमत्कारी आवाजमा उसले भनिन्, यो गुलाब मेरो आत्माको भाग हो र यो कहिल्यै छुट्दैनन्। मैले ती शब्दहरूको गम्भीरता बुझेपछि मलाई लाग्यो कि म एउटा अविश्वसनीय दुनियाँमा प्रवेश गरिसकेको छु। ती शब्दहरू हर एक कोणेबाट पुनः प्रतिध्वनित भइरहेको थियो। तिमीलाई मेरो संसारमा ल्याउनका लागि यो गुलाब आवश्यक छ, ऊ भनिन् र एकाएक उसको स्वर घना र गाढो भयो। मैले एक गहिरो सास लिएर आँखामा झिम्क्याएँ। तिमीलाई थाहा छैन, म यो गुलाबको स्वीकार्न सक्दिन। मैले सकियो भने गम्भीरता साथ भने। केटीको चेहरा अचम्मले गम्भीर हुन थाल्यो। तिमीले मैले भनेको गर्न मानेनौ भने यो शमशान र यसका आत्माहरू सधैँ तिमीलाई पछ्याइरहनेछन्। मैले मुटुमा हिम्मत बटुलेर अन्तिम पटक गुलाबलाई सिधै चिहानमा
माथि फ्याँके। अचानक शमशानको गहिरो अन्धकारमा एक गडङ गडङ हटको आवाज आयो। केटीको आकृति झिमझिम झिमझिम हुँदै घेराइरहेका थिए। अन्धकारका बीचमा उनको रूप धुँधुलो हुँदै गायब भयो। गुलाबलाई चिहानमा परेपछि सबै कुरा शान्त भए। त्यो रात शमशानको गुलाब र केटीको आवाज, केटीको आत्मा गायब भए। म त्यहाँबाट भागेर आएँ र म कहिले त्यो स्थानमा फर्किन चाहन्न, तर म कहिले पनि बिर्सन सक्दिन त्यस रातको घटना, शमशानको गुलाब र त्यसले भनेको शब्दहरू। तिमीले मेरो संसारमा प्रवेश गरिसकेका छौ, अब तिमी मेरो हुनेछौ। अझै पनि जब म शमशानको नजिक जान्छु, म सधैँ महसुस गर्छु जस्तो कि रातका गुलाबका पंखुडी हावामा मेरो पछाडि गुज्रिरहेको छ। धन्यवाद साथीहरू। कथा कस्तो लाग्यो कृपया सल्लाह सुझाव दिनुहोला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त।